हेत्तेरिका के हरेस लाग्दो अरूको फ्युचर हेरेर यति राम्रो मेरो त न फ्युचर छ न बाबाआमाले माया गर्छ खाइदिन्छु सिक्रेट म त कुङको उत्सव हिङ्गुवा 2026 मा उपस्थित प्रमुख अतिथि महोदयज्यू सम्पूर्ण आमन्त्रित अतिथिगण साधारण गाउँकी युवती रियाको कथामा आधारित छ जसले ठूला सपना देखिन् सरकारी सेवामा प्रवेश गर्ने आकांक्षा राखिन् तर त्यो सपना साकार हुन सकेन तर जहाँ धेरैले हार स्वीकार्छन् त्यहीबाट केही व्यक्तिहरू नयाँ यात्राको थालनी गर्छन् फोहोर ठानिएको प्लास्टिकलाई अवसरमा रूपान्तर गर्ने साहस र आफ्नो दुःखलाई नै शक्ति बनाउने दृढता यही हो रियाको वास्तविक पहिचान आज हामी प्रस्तुत गर्न गइरहेका छौँ एक यस्तो सङ्घर्षको कथा जसले केवल एक व्यक्तिको जीवन मात्र होइन आफ्नो गाउँ सोरेङ च्याकुङ आफ्नो समाज र अन्ततः सम्पूर्ण सिक्किमलाई परिवर्तनको दिशातर्फ अग्रसर गराउँछ आज स्कुलमा कस्तो मजा आयो मजा त मजा आयो नि के गर्नु तर घर गएर होमवर्क नै त गर्नुपर्छ हामीले त्यही त अल्छी लाग्दो ओइ रिया तँ चाहिँ ठुलो भएर के हुन्छस् खै आमाले त ठुलो भएर गभर्मेन्ट जब गर्नु भन्नुभएको छ त्यो पनि ठिकै हो अनि एकछिन खेल्नु जाउँ होइन आज त अझ छोरी दुध खाऊ है मेरो छोरी ज्ञानी छिन् राम्रो पढ्छिन् हामीलाई ठुलो भएर हेर्छिन् तेस्रो दृश्य रिया राम्रोसँग पढेर स्कुल टपर बन्छिन् चौथो दृश्य रिया कलेज पढेको पनि 3 वर्ष भयो पाँचौं दृश्य रिया पनि अरू जस्तै सरकारी जागिरको खोजमा मेहनत गर्दै हिँडिरहेको छैटौं दृश्य रियालाई गाउँलेले पनि धिक्कार्न थालिसके सातौं दृश्य अब रियालाई नकारात्मक विचारहरूले विभिन्न दिशातर्फ तानिरहेका छन् र आत्मघाती सोचहरूले उसलाई गहिरो मानसिक द्वन्द्वमा पारिरहेका छन् अझै काम पाएको छैन बाबा बिमार छ होइन दुःख पाउन आएपछि छिटो काम खोज रिया मानसिक द्वन्द्वमा परेको बेला माइन्डफुलनेसको प्रवेश रिया तिमी आफ्नो नकारात्मक सोचलाई मनभित्र जग्गा नदेऊ तिमी आफ्नो क्षमतामाथि विश्वास गर तिमी मसँग ध्यान लगाऊ आँखा बन्द गर बाहिरको आवाजलाई होइन भित्रको आवाजलाई सुन म सक्दिनँ म्याम मेरो टाउकोभित्र धेरै आवाजहरू गुन्जिरहेको छन् सबैले भन्छन् त असफल छस् भागेर होइन रिया सामना गरेर जितिन्छ फेरि लामो लामो सास लिय गहिरो भित्र बाहिर त्यो नकारात्मक आवाज त्यो तिमी होइनौ त्यो केवल तिम्रो डर हो तिमी आफैसँग कुरा गर एकदम साँचो रियाको आवाज बोल यही हो माइन्डफुलनेस जब तिमी आफ्नो मनको मालिक बन्छौ हो म थाकेकी छु तर म सकेकी छैन अब म भाग्ने छैन अब म लड्ने छु
म अब मेरो जिन्दगीको निर्णय म आफै गर्नेछु। म उठेको छु र अब म कसैसँग लड्नेवाला छुइनँ। अब रियालाई नकारात्मक सोचहरूले पनि प्रभाव पार्दैन। 8औं दृश्य। अब रियाले आफ्नो स्टार्टअप सुरु गरेर धेरै We know you, Ria. You're doing such a great job. तिमीले गर्दाखेरि हाम्रो गाउँको युवाहरूले धेरैजनाले काम पाउनमा सक्षम भएको छ। अब हाम्रो आउने सिक्किममा विकसित हुनुमा तिम्रो ठुलो हात हुनेवाला छ। So we are here to offer you 2 crore, 1 on each crore for 2% equity. So what should you do? Check. सचेत मनले स्पष्ट सोच दिन्छ। स्पष्ट सोचले साहसिक कदम चाल्छ। हामी युवा रोजगार खोज्ने होइनौँ, अवसर सृजना गर्ने हौ। मनलाई जितेर सपना बनाऊ। सपना साकार गरेर विकसित स्वयं बनाऊ। यथार्थ घटनालाई देखाई सकारात्मक सन्देश दिनु। आउनुहोस् अब नाटकतर्फ लागौँ। स्वीकार्नुहोस् हाम्रो पहिलो दृश्य। देख्दैनस्? बिहान उठेकोदेखि एउटा काम गर्नु छैन। फोन कोट्या छ। मुख बोल्छस्? मुख पड्काएको होइन, राम्रोसँग भन्दैछु। बिहान उठेपछि च्याङ 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 च्याङ। आफू एउटा काम गर्नु छैन। पड्का। दोस्रो दृश्यमा हामी देख्छौँ पात्र आनन्दलाई विद्यालयमा साथीहरूले खिचहरूको वार्तालाप। हत्तेरिका के हरेस लाग्दो। अरूको फ्युचरहरू यति राम्रो, मेरो त न फ्युचर छ न बाबाआमाले माया गर्छ। खाइदिन्छु सिक्रेट म त।
दृश्य 3। आउनुहोस् अब हामी दृश्य 3 तर्फ लागौँ। हामी देख्छौँ माग्दै गरेको छ, तर किन? पापा स्कुलमा पैसा चाहिएको थियो, बुक किन्नु मलाई। एउटा बुक किन्नु छ हौ। अनि अस्ति एउटा किनेको छैन त हौ, चाहिरहेछ हौ मलाई बुक किन्नु। तपाईँ चाहिँ कहाँ जाने? कहाँ तल? भत्वा कुकुर जस्तो दिनु डुली बस्नु ल, काम छैन? काम नभएको मान्छे यहाँ पारेर पकाउँछु तेरो खाना, तेरो नकुर जस्तो लाग्यो? काम छैन? चाहिँ तिमीले के साथ ढिला त जहिले ढिलो आउँछौ? यतिले मात्रै कहाँ पुग्छ? आम्मा हौ अर्को पालि चाहिँ छिटो आऊ है। दृश्य 4। अब आनन्द 81 घरतर्फ दौडिन्छ। कहाँ जानु नि? तपाईँलाई नै कुरेर बसिरहेको छु, आउनुहोस् न। लु तपाईँ पनि घाँटी बिजाउनुहोस् न। छ्या दाजु चाहिँ नजिस्की बस्नुहोस् है। बनाउने नै को हो त अन्त? आमा हुन्छ। आमा को अङ्कल चाहिँ? को होइन हौ चिया पिउनु आउनु भएको अरे? ए माथि कि डाँडामा थियो कि पापा र एकजना केटी र। विद्यालयको कक्षा कोठा आज पनि आनन्द ढिलो आउने हो क्या हौ? अन्त त अहिले मात्रै हो। Good morning, Miss. Good morning, students. Be seated. Thank you, Miss. Roll number 1. Present, Miss. Roll number 2. Present, Miss. Roll number 3. Present, Miss. Roll number 4. Miss. Roll number 5. Roll number 6. आज सबैजनाले होमवर्क गर्यो होला है? मिस आज पनि आनन्दले होमवर्क गरेन, अन्त त्यो हामीसँग झड्किँदै बोल्छ, हामीलाई हिर्काउनु खोज्छ, अन्त हामीले खेल्नु बोलाउँदा पनि आउँदैन। हो आनन्द, यहाँ आउ त तिमी। तिमी किन होमवर्क गर्दैनौ? साथीहरूसँग बाँच्नुहुन्छ? त्यसरी मिलेर पो बस्नुपर्छ त साथीहरूसँग। अबदेखि तिमी भोलिदेखि होमवर्क गर्छौ है, जाऊ गएर बस। सो स्टुडेन्ट्स, आज चाहिँ हाम्रो स्कुलमा सानो प्रोग्राम राखेको छ। त्यो प्रोग्राम चाहिँ सोरेङ डिस्ट्रिक्टबाट माइन्डफुलनेस टिचरहरू आउनुहुँदैछ र तिमीहरू सबैजनाले त्यो प्रोग्राम एटेन्ड गर्छौ। स्पेसली आनन्द, तिमी एटेन्ड गर्छौ त्यो प्रोग्राम।
डिपार्टमेन्टबाट आएको है यहाँ माइन्डफुलनेसको एउटा सानो सेसन गर्न चाहन्छु हुन्छ ए हो र त्यसो भने त ठिकै छ नि आफ्टर लन्च ब्रेक तपाईँहरू स्टार्ट गर्नुहोस् न ल हाम्रो स्कुलमा चाहिँ एकजना आनन्द भन्ने छ कि ऊ चाहिँ पुरा उसलाई अवेरनेसको जरुरत छ र उसलाई मेन फोकस गरिदिनुहोस् न ल यता छ क्लास यता बाटो जानुहोस् न गुड आफ्टरनुन स्टुडेन्ट्स प्लिज बी सिटेड यो कुन चाहिँ क्लास हो तिमीहरूलाई थाहा छ आज हामी यहाँ किन आएको भनेर त्यसको बारेमा तिमीहरूलाई त सरले भन्नु सो स्टुडेन्ट्स हामी चाहिँ माइन्डफुलनेसको बारे अलिकति कुरा भन्न आएको है माइन्डफुलनेसले चाहिँ तिमीहरूको दिमागलाई अलिक काम राख्छ है अनि म एक दुईवटा क्वेसन सोध्न चाहन्छु के तिमीहरूलाई एक्लै बस्नु मनपर्छ यहाँ ए आनन्दको त्यसो भए यहाँ ए सर के तिमीहरूलाई सानो सानो कुरामा टेन्सन हुन्छ के तिमीहरूलाई सानो सानो कुरामा रिस उठ्छ रिस उठ्दैन नि है त्यसो भए हाम्रो यो मिसले एउटा सानो एक्टिभिटी गर्नुहुन्छ है सबैजना गर्नुहोस् So, we will have a short mindfulness session. Everybody sit in a comfortable position. Close your eyes. Breathe in. Breathe out. Breathe in. Breathe out. Breathe in. Breathe out. Breathe in. Breathe out. So gently open your eyes. कस्तो फिल भयो तिमीहरूलाई आनन्द तिमीलाई सो स्टुडेन्ट्स आजको लागि चाहिँ हामी यति नै हो किनकि यो सानो सेसन थियो है के भन्छ यो चाहिँ अब तिमीहरूले दिनराति प्र्याक्टिस गर्नु स्पेसली आनन्द है ल यति नै हो थ्याङ्क यू स्टुडेन्ट्स दृश्य 6 हामी अब नाटकको अन्तिम दृश्यतर्फ लागौँ जहाँ हामी देख्छौँ निरन्तर विद्यालयमा हुने माइन्डफुलनेसको अभ्यासले आनन्दको जीवनमा आएको परिवर्तन वाउ अहिले त मलाई होमवर्क गर्नु नि मजा लाग्छ साथीहरूसँग खेल्नु स्कुल जानु पढ्नु झन् मजा लाग्छ यो माइन्डफुलनेस भन्ने सेसनले त मान्छेको जीवनमा परिवर्तन पो ल्याउँदो रहेछ